म चाहिँ आजदेखि कोदो रोप्न सुरु गरिरहेको छु हैन। अनि कोदो रोप्न सुरु गरिरहेको बुढीले चाहिँ लास्टै छिटो रोप्ने रहेछ हैन। हातै मिसिन भन्दा पनि चाँडो छ मेरो बुढीको रोपाइ त। मेरो रामी चाहिँ राम्री हुनुहुन्छ, काम खासै गरेको छैन। मेरो चाहिँ देख्न सक्नुहुन्छ पैसा हो गया हैन। देखेरै थाहा पाइहाल्नुहुन्छ तपाईँले कसले कति काम गर्यो भन्ने। हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल भन्दै फेरि पनि साथीहरू म पुनः भ्लगमा उपस्थित भइसकेको छु। आज चाहिँ साथीहरू म बिहानदेखि नै बिजी छु है। आजदेखि चाहिँ म बिहानदेखि नै किन बिजी छु भनेपछि चाहिँ हैन, म चाहिँ आजदेखि कोदो रोप्न सुरु गरिरहेको छु हैन। अनि कोदो रोप्न सुरु गरिरहेको छु। बिहानदेखि नै पानी बिहानदेखि नै पानी परिरहेको थियो। तर पानीमा भए पनि हामी चाहिँ रोपेर कोदो रोपेर 2 गरा सकिसक्यो साथीहरू हैन। 2 गरा सकिसक्यो। अब कति गरा 2-3 गरा बाँकी छ हैन योतिर चाहिँ। अनि उतातिर जानुपर्ने हुन्छ। आज चाहिँ क्लास सकिन्छ भन्ने आश हो, तर सकिन्छ सकिँदैन थाहा छैन साथीहरू। अनि मौसम चाहिँ अघि बिहान चाहिँ एकदम पानी परिरहेको थियो, अहिले चाहिँ हल्का सुक्खा भइरहेछ हैन। अनि अहिले चाहिँ हामी खानासाना खाएर हैन, बुढीले चाहिँ पुरा खाना ल्याइदिनु भएको थियो। अनि यता मम्मी हुनुहुन्छ, यता बुढी हुनुहुन्छ। अनि हामी चाहिँ अब खानासाना खाएर एकछिन बिसाको। स्यागी चाहिँ यहाँ लाडे पल्टिरहेछ साथीहरू। यस्तो गरियो नि ल, यसलाई के भन्नु के साथीहरू। ल यो घरि के गर्छ ल, यो कक्क भइरहेछ ल। यो जिउै छोडिरहेछ हैन, जिस्किनु पाए चाहिँ जिउै छोडिरहेछ हैन। यो भात सात खाएर हैन केले टोकेछ ल, के गर्छ त्यस्तो छ यो, यस्तो छ हैन साथीहरू। ल साथीहरू, अब मैले आज कति कोदो रोप्छु के गर्छु त्यो चाहिँ म देखाइहाल्ने छु साथीहरूलाई लास्टमा। साथीहरू हैन, हाम्रो चाहिँ देख्न सक्नुहुन्छ कोदो धमाधम रोपाइ हुनुहुन्छ। माथि चाहिँ मम्मीले, यहाँ तल चाहिँ बुढीले। मेरो बुढीले चाहिँ लास्टै छिटो रोप्ने रहेछ हैन। हातै मिसिन भन्दा पनि चाँडो छ मेरो बुढीको रोपाइ त। मैले नि महिलाई त सकिँदैन ल साथीहरू हैन। म चाहिँ यसो दर्शक जस्तै हो, हेर्ने खन्ने हैन। बुढी र मम्मी चाहिँ धमाधम कोदो रोपाइ गर्ने। यस्तो छ है साथीहरू हाम्रो कोदो रोपाइ चाहिँ। ल साथीहरू, ल साथीहरू हैन, फाइनली एक ठाउँमा चाहिँ अलिकति कोदो रोपिसक्यो साथीहरू, देख्न सक्नुहुन्छ हैन। अब अरूतिर चाहिँ जारी नै छ। आज चाहिँ बिहानदेखि लागि परेर चाहिँ चटक्कै यति सकियो है साथीहरू। साथीहरू हामी चाहिँ अब कामसाम पनि सक्यो, अब घर जाने तयारी हुँदैछ हाम्रो चाहिँ हैन। देख्न सक्नुहुन्छ हैन, आजको काम पनि हातहरूको यस्तो छ गतिहरू। मेरो रामी चाहिँ राम्री हुनुहुन्छ, काम खासै गरेको छैन। मेरो चाहिँ देख्न सक्नुहुन्छ पैसा हो गया हैन। देखेरै थाहा पाइहाल्नुहुन्छ तपाईँले कसले कति काम गर्यो भन्ने। बात त सही है। त्यस्तो साथीहरू, ल यस्तै अर्गानिक भिडियोहरू हेर्नु मन छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नु नभुल्नु होला। थ्याङ्क यू।